भूमिका निर्वाह गर्ने गरी संक्षिप्तमा आसन ग्रहण पनि गरिनेछ र औपचारिक कार्यक्रमतिरमा लाग्नेछौँ भन्ने कुरा अवगत गर्न चाहन्छु। नातिनुहोला, यो दिन यो पर्व हामी सबैको आजको दिन 8-10 बजेसम्म यहाँ रम्नेछौँ, झुम्नेछौँ र यो बुटोलको यो ग्राउन्डलाई ठुलोमा परिणत गर्नेछौँ। तिहारको बेला हो, नातिनुहोला, सबैजना धैर्य गरेर बसिदिनु होला। देउसी भैलो कार्यक्रम वैगा बिर्गा तराईवासी मगर समाजका ल सर्वप्रथम त म के भन्न चाहन्छु भने यो एउटा संस्कृति जगेर्ना, यो हाम्रो पुर्खौँदेखि हाम्रा अग्रज पहिलौँदेखि यो चलिआएको संस्कृति हाम्रो लोप हुँदै गएको थियो। यो लोप भएको संस्कृतिलाई चाहिँ हामी कसरी जगेर्ना गर्नुपर्छ भन्ने एउटा यो बिर्गा वैगा समाजले चाहिँ एउटा बैठक राखेर हाम्रो पुर्खाहरूले मान्नुभएको रीतिरिवाज चल्तीचलन चाहिँ गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले यो सुरु गरेका छौँ। र यो विधिवत गर्नुभन्दा पहिला के छ भने हामीले चाहिँ यो जुन ठुलो नाच मारुनी नाचलाई चाहिँ हामीले पहिले यो सुचारू गर्नुभन्दा पहिला हामीले सुरुमा चाहिँ हामीले तिजमा चाहिँ यो कार्यक्रम हामीले गरिन्थ्यो। त्यसपछि दसैँको कालरात्रिको दिन हामी गाउँको मौलाको कोटमा चाहिँ कालरात्रि मनाएर हामी त्यहाँ बारीचौरको नाच, हाम्रो खरेतिरको नाच, हाम्रो खोलापार भुसुङतिरको नाच जमघट भएर त्यहाँ त्यसरी नाच्ने कार्यक्रमहरू हुन्थ्यो। त्यसपछि तिहारको टिकाको राति चाहिँ बसेर बिहान पखको बेलामा चाहिँ सबै गाउँका दाजुभाइ आमा बुबाहरू बाजेहरू जम्मा भएर देवी देवताहरूको पूर्व पश्चिम उत्तर दक्षिण नेपाल अधिराज्यको भरका देवी देवताहरूको नाम लिएर मारुनीहरू साक्षी राखेर मादल साक्षी राखेर आकाश पाताल एकेली बाचा दुएली बाचा तिनटेली बाचा यसरी बाचा राखेर बल्ल हामीले यो देवी बाँधेर बल्ल यो पूजा गर्ने हाम्रो चलन थियो। भलुई निवासी हाम्रा भेनाजु श्री दिलबहादुर सोमैज्यूलाई म पूजा गर्नको लागि अगाडि टक्राउँदछु। घरका कुलायन ब्रह्मा निरंजन, गाँव का देवी गाँव का देवराली, गाँव का सिद्ध गाँव कै चंदी, लसरगा आलम लसरगा देवराली, छाप भुयार तारेकुन झाँक्री, लका भुयार फाट थ दैला तुन देवी, गोखो सिद्ध कुबेरैका सिद्ध, सत्यवती बजे रिप कालिका, कति क्षेत्रपाल कालिका, कति गाउँ देवी देवराली, गाउँ देवी देवराली, गुरुङडीबारी चौरा कालिका भुयार धाबका काली माता, रामदीका सिद्ध शिला बलमका जगत्र देवी देवराली कालिका, रेडी लेखीश्वर काशी गजेश्वर, लुम्पेकी थनपकी बुढाबुढी बजे, आसाम राइफलका शिव पार्वता राधा गोविन गोपाल अर्जुन भीम, नेपाल पशुपतिनाथ गोर्खानाथ गुवाहाटीका मुख्यमय, बिन्नुवासी देवी देवता, बिम्बियो विष्णु मन्दिर, माझाको देवपाड किमिनैको विष्णु मन्दिर, मडाँडैको पोखरी लखिमपुर शक्ति हनुमान शङ्कर, आकाशैका महारानी पतालैका महारानी, आकाशैका 9 लाख तारा वीरेशपति, ध्रुवै तारा उत्तरायणपुरी माझा बुझे, धौला सिरी आकाशैका इन्द्र राजा, पतालैका बासुकी नाग 64 जोग्यानी, सबै देवी देवताले रक्षा गरून्, हाम्रो यो संस्कारलाई राम्रो रक्षा गरिदेऊन्। लोखराकी विष्णु देवता, भारन्तेका राम सीता लक्ष्मण देवता, मणिपुरका शक्ति हनुमान देवता, गोविन गोपाल देवता, दुर्गा माता, ओम सीताराम देवता मन्दिर पोखरी देवता, कलकत्ता काली घाटका शक्ति कालिका माता, लपकुश देवता, सिंहका शक्ति दुर्गा माता,
तारेकुनका सिद्ध देवता खुन्साका विष्णु देवता शक्ति हनुमान शक्ति कालिकामा शक्ति दुर्गामा हे सन्तोषीमा विश्वकर्म देवता दाउन्नेका शक्ति देवी पाल्पाका रम्भा देवी गोर्खाका गोर्खानाथ देवता शक्ति कालिका माई सेदिबेनी शिला देवता जम्मूका शक्ति वैष्णु देवी माटाबारी शक्ति कालिकामा उदयपुर शिवलिङ्ग देवता देहरादूनका ही शक्ति सन्तौली देवी अगरतला शिवलिङ्ग देवता बुद्ध देवता आबु खैरानी गोर्खाका मनोकामना देवता अग्नि देवता दिमापुर लक्ष्मी मन्दिरका राधेश्याम सीताराम शिवलिङ्ग देवता गणेशवान शक्ति हनुमान देवता उडिसाका जगन्नाथपुरी देवता कोदाक देवता गुवाहाटीका मुख्य माई बाबा वशिष्ठा मा अरू ढातीका कन्या देवता गणेशवान हनुमान देवता और सीताराम और केरला गोड़का शक्ति हनुमान देवता विष्णु भगवान कृष्ण कन्यालाल गणेशवान कन्याकुमारी देवता क्रांतिपुष्का गाजी बाबा देवता कांचीपुरका शिवलिंग देवता आसाम रांगामट्टीका बड़ी माई काली माई 151 BH का शिवलिंग देवता श्री राम मंदिर का सबै देव देवता बालाजी नारायणम नवदुर्गा भवानी पद्मा देवी लक्ष्मी माता घर वरिपरिका सिमे भूमे नाग नगेनी सेती नाग काली नाग पानी नाग भीवसिन देवता गोवर्धन देवता शिरु सिरुङ्गेनी पाल्पा काला भैराम देवता मुक्तिनाथ अथतर्सै कालीगंगा धारा नाई शिवलिंग देवता प्युठान स्वर्गद्वारी शिवलिंग देवता दीपा ज्योति प्रभु धाम गौ माता श्री सत्य साई बाबा श्री सत्य साई बाबा अब अरू सबै देवी देवताले रक्षा गरून् रोग बेग डुकमार पुरा पञ्चायत देऊ अब सबै हाम्रो सबै पितृ देवतालेहरू पनि रक्षा गरिदिनु होला हामी हजुरको शरणमा छौँ आज हामी अब सबै शरणमा छौँ यसैमा सबै बिन्ती गर्छु ओम साई राम ओम श्री राम ओम श्रम परिवार आमा बुवाहरूले चाहिँ मादलहरूलाई चाहिँ पूजा गर्दै हुनुहुन्छ र यो मादलहरू र झ्यालीहरूमा हामीले रातो सेतो पियालो ध्वजाबादी अब हाम्रो उद्घाटन कार्यक्रम अब समापन हुँदा गइराखेको छ। यसपछि हामी चाहिँ अब यहाँ चाहिँ हामी अब यो सोरठी नाचबाट हामी अब यहाँ आज हाम्रो यो मारुनी नाचलाई चाहिँ हामी सुरु गर्न गइरहेका छौँ। बाबुहरूलाई तथा हाम्रा नृत्य प्रस्तुति गर्नुहुने हाम्रो अग्रज दाजुहरूलाई साथै सबै सदस्यहरूलाई माला अर्पण गरिदिनु पनि हार्दिक अनुरोध गर्दछु। लस्करै बनाउनको लागि सहयोग पनि गरिदिनु हार्दिक अनुरोध गर्दछौँ भने अब हाम्रो यो देउसी भैलो कार्यक्रम ठुलो न सोरठीबाट सुचारू हुने कुरा पनि जानकारी गराउन चाहन्छौँ। अहिले हाम्रो यो पूजा अर्पण सँगसँगै माल्यार्पणको कार्यक्रम भइराखेको छ। जति सबैजना यहाँ सहभागी हुनुभएको छ सबैलाई धन्यवाद दिन चाहन्छौँ। धन्यवाद। यसै वेगा भिर्गा समाजका सचिव श्री यामाधुर थापाज्यूलाई र हामीले कुनै पनि कार्यक्रम सुचारू गर्नुभन्दा पहिला र हामीले यो मारुनी नाच्नुभन्दा पहिला हामीले घरको आँगन बजारमा पठाउने आँगन माग्ने त्यसपछि आँगनमा गुन्दरी बिछ्याउने त्यो माग्ने हाम्रो चल्ती चलनहरू छ। त्यो चल्ती चलनलाई चाहिँ हामी अगाडि बढाउन चाहन्छौँ र यसमा चाहिँ सम्पूर्ण हाम्रा दाजुभाइहरू एकत्रित भई यसलाई चाहिँ स्वरमा स्वर तालमा मिलाइदिनु हुन आग्रह गर्दछु। कृपया यहाँ उपस्थित भइदिनु होला। यो रे ओ या गण दारी दे ओ नाच जया यो रे ओ या गण
गुन्दारी देव है आइ नाच नाच यायो रे ओ दुःख गाह्रो नमाने आइ नाच नाच यायो रे ओ दुःख गाह्रो नमाने आइ नाच नाच यायो पनि दुःख गाह्रो नमा आइ नाच नाच यायो रे ओ गुन्दारी बिचाइ देऊ न आइ नाच नाच यायो रे ओ गुन्दारी बिचाइ देऊ न आइ नाच नाच यायो पनि गुन्दारी बिचाइ है उज्यालो उज्यालो ओ दिवै पनि उज्यालो उज्यालोमा उज्यालो ओ दिवै पनि उज्यालो हाय जसैको गरो सुन ज्यालो माय दिवै पाली उज्यालो आहाय उगारोमा उगारो ओ तारा मण्डल उगारो आय उगारोमा उगारो ओ तारा मण्डल उगारो आय जसैको गरो सिना ज्यालो माए तारा मण्डल आय जसैको गरो सुन ज्यालो मा भ्याचै आरा मण्डल विवाह भयो ओ सबै लोकले मङ्गल मथुरा पुथेमा वासुदेव देवकीको विवाह भयो ओ सबै लोकले मङ्गल मथुरा लेटके अब लेटके वासुदेव देवकीको विवाह भयो ओ सबै लोकले मङ्गला चप्पा चप्पा मातो राय परे मा वासुदेव देवकीको
सबैजना बिरुवालाई वृक्ष बढ्नको लागि बात चाहिन्छ, कुनै पनि अगाडि बढ्नको लागि तपाईँ र हाम्रो साथ चाहिन्छ। प्लिज सबैजना हाम्रो आह्वान सेक्जा वैज्ञ वीर तराईवासीको मरको एकता, भाषा लिपि संस्कार र मौलिक सङ्केतको जगेरा गर्ने हाम्रो प्रतिबद्धता। देउसे भैलो कार्यक्रम 2082 आज कालिका नगरमा, बुटलको कालिका नगरमा सुचारू भएको जानकारी गराउन चाहन्छौँ। जो हुनुहुन्छ, जस्तो हुनुहुन्छ, स्वस्थ रहनुहोस्, सुखी रहनुहोस् अनि खुसी रहनुहोस्। र जो कोही हाम्रो सम्पूर्ण मञ्चबाट टाढा हुनुहुन्छ भने पनि नजिक हुनु पनि हार्दिक अनुरोध गर्दछौँ। सबैजना तरिका हप्पे तिहार 2082 फेरि भेट भइएला नभइएला, तर 2082 आउला नआउला तर तपाईँ हाम्रो भेट रहिरहनेछ। हेलो 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 Oh
प्रभु जे रामको नामले उठाउँ न
सुकेको मारा माया फाटेर है ज्यान
सुकेको भरै माया फाटेर बर सुकेको भरै डाली काटेर ज्यान सुकेको भरै माया फाटेर ज्यान सुकेको भरै माया फाटेर
बहिनीदेखि सावधान, बहिनीदेखि सावधान, बहिनीदेखि सावधान। लाई दिदीहरू हेर ल बेसाले बेला लाई 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 बहिनी सावधान। क्या छोरी हो लालाजी हमार प्यारे लाला, अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला, अरे हाम्रो आवाज सेल्ले भइगा मेरो तर यस 15 रुपैयाँको त बाजारको सत्य र मौलिक सत्य हाम्रो प्रतिबद्धता देउसे भैरव कार्यक्रम 2082 फुटबल कालिका नगरमा हाम्रो सुचारू भइरहेको जानकारी गराउन चाहन्छौँ। जो को छुट्नु भएको छ भने हाम्रो सम्पर्कमा आइदिनु होला भन्ने पनि हामी आह्वान गर्न चाहन्छौँ। ब्यूटी पार्लर गए कि अस्तिमा, ब्यूटी पार्लर गए कि अस्तिमा, ओए ब्यूटी पार्लर गए कि अस्तिमा, ब्यूटी पार्लर गए कि अस्तिमा, देखे कि नै गुडिया जस्तीमा, देखे कि नै गुडिया जस्तीमा, लालाजी अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला, अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला। भर्ती भएको 2010 मा हो, भर्ती भएको 2010 मा हो, हाय भर्ती भएको 2010 मा हो, 2010 मा हो, मेनाजुले किन्देको चस्मा हो, लालाजी हमार प्यारे लाला, अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला, अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला। मिलेको जन हट्टा छन् कट्टा छन्, मिलेको जन हट्टा छन् कट्टा छन्, हाय मिलेको जन हट्टा छन् कट्टा छन्, मिलेको जन हट्टा छन् कट्टा छन्, धन्न हाम्रो दिदीलाई पत्ता छन्, धन्न हाम्रो दिदीलाई पत्ता छन्, लालाजी हमार प्यारे लाला, अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला, अरे मिठापन बनाउँदा बनरसे वाला, मिठापन बनाउँदा बनरसे वाला। सबै कुरा खोलौँ कि नै, मनका कुरा बोलौँ कि नै, सबै कुरा खोलौँ कि नै, मनका कुरा बोलौँ कि नै, चत्तेरीका साइलेरीमै, हत्तेरीका साइलेरीमै, आमालाई पल्ला रे साइलोले, पल्ला रे साइलोले, हत्तेरीका साइलेरीमै, हत्तेरीका साइलेरीमै, ए म त ढाले 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 ढाले, ए म त ढाले 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 ढाले, ए म त ढाले 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 ढाले, ए म त ढाले 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 ढाले।
Dance, please, come on. जङ्जालीलाई बाटो भन्छन् गल्बेलीलाई सिधा म त यसै भाग्य मानी तिमीलाई जोबान दिँदा परान तिम्रै हो म भरोसा गरान ए परान तिम्रै हो म भरोसा गरान ए तिम्रै हो म भरोसा गरान ताङ्सुर खेतका केटीहरू सिधा सादा हुन्छन् बाहिर दुःख देखाउँदैनन् बरु एक्लै रुन्छन् परान तिम्रै हो म भरोसा गरान ए परान तिम्रै हो म भरोसा गरान ए तिम्रै हो म भरोसा गरान Dance, please, come on. जङ्जालीलाई बाटो भन्छन् गल्बेलीलाई सिधा म त यसै भाग्य मानी तिमीलाई जोबान दिँदा परान तिम्रै हो म भरोसा गरान ए परान तिम्रै हो म भरोसा गरान ए तिम्रै हो म भरोसा गरान ताङ्सुर खेतका केटीहरू सिधा सादा हुन्छन् बाहिर दुःख देखाउँदैनन् बरु एक्लै रुन्छन् परान तिम्रै हो म भरोसा गरान ए परान तिम्रै हो म भरोसा गरान ए तिम्रै हो म भरोसा गरान सिरी सिरी बतासैले फुरुरुरु कपाल भन्न थाले घर काले कुलको इज्जत नफाल परान तिम्रै हो म भरोसा तिम्रै हो म भरोसा गरान तिम्रै हो म भरोसा गरान तर पर्वको नाममा विकृति नफैल्यो Basi
दर्शन गर्नु होला समयको अभाव छ दिन फर्किसकेको छ रात पर्दै गएको छ त्यसले गर्दाखेरि नानी बाबुहरू छिटोभन्दा छिटो तम्ताएर भएर आफ्नो गीतलाई ठ्याक्कै जस्ताको तस्तै प्राध्यापकज्यू पनि प्रस्तुत गरिदिनुहुनेछ जिन्दगीको मूलबाटै मुडी
यो अन्तिम चरणमा हामी छौँ किनभने हाम्रो रीतिरिवाज चलन के छ भने यो सबै दानीदाताहरूले जुन दिनुभएको यो दानहरू छ यसलाई चाहिँ नचाउँदै आशिक दिने क्रममा हामी लाग्दैछौँ। अब केही छिनपछि तपाईँहरूलाई हामी आशिक दिने प्रति लाग्दैछौँ। रे तुमी जो दियो आनासिर आयो पर जो दियो आनासिर आयो रे बाबा बारी जोरा
तिलोत्तमा नगरपालिकाको मणिग्राम पुरानो सडकमा सम्पन्न भएको थियो र भने आज यो देउसी भैलो कार्यक्रम बुटल उपमहानगरपालिका वडा नम्बर 11 यो विद्युत प्राधिकरणको अगाडि संस्थाका सल्लाहकार आदरणीय थमन सिंह थापा मगरको जुन घर आँगनमा हामीले सम्पन्न गरेका छौँ र आजसम्म यहाँहरूले आफ्नो स्थानमा अथवा घर आँगनमा हामीलाई बोलाएर हाम्रो कार्यक्रमलाई सुसम्पन्न गर्नको लागि जुन सहयोग गर्नुभयो उहाँहरू तिनै ठाउँका चाहिँ घरबेटीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र आज यस देउसी भैलो कार्यक्रममा उपस्थित भएर सबैले जुन हामीलाई आर्थिक रूपमा भौतिक रूपमा हरेक क्षेत्रबाट सहयोग गर्नुभएको छ यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र आजको यो देउसी भैलो कार्यक्रमलाई पूर्ण रूपमा सफल पारिदिनुको लागि हरेक क्षेत्रबाट साथ सहयोग गर्नुहुने सम्पूर्ण महानुभावजीहरूलाई हार्दिक धन्यवाद दिँदै यो आजको यो सालको देउसी भैलो कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद, नमस्कार।